हेलो गाइज, आफ्टर लङ टाइम बादमा हामी फेरि पनि आइसकेको छौँ नयाँ भिडियो लिएर। भन्नु नभएको हामी चाहिँ एक्जाम लेखेर आउँदै गरेको अनि टक्कसँगले हामी चाहिँ सिटी सेन्टरमा उत्रेर टक्कसँगले सिटी सेन्टरमा झरेर चाहिँ हाम्रो साथी एक मात्र प्राणभन्दा प्यारी साथी एकदम उसलाई हामीले घरसम्म छोडिदिएको, किनभने ऊ एक्लै थियो अनि बिचारीलाई अनि आउन समस्या पर्छ भनेर सो उसलाई छोडिदिइसक्यौँ हामीले। अनि यता मेरो साथी चाहिँ टिकटक बनाउँदै हिँड्दैछ। यो बाटो हेर्न सक्नुहुनेछ, हाम्रो बाटो। यतिको साथी चाहिँ हुनु पर्यो है। म यता मेरो भिडियोमा बोल्नु आउन भनेको त टिकटक बनाउनु आउन प्लिज अरे क्या। फाइनली हामीले भिडियो पनि बनाइसकेको छौँ। सो कति राम्रो राम्रो डकहरू, वाउ। हाम्रो एक्जाम चाहिँ एकदम टाढा हुन्छ नि त, सो हामी गाडीबाट जानुपर्ने हुन्छ। आज भन्दै भोलि भन्दै क्याम्पस जाने दिन पनि सक्यो। 18 गतेदेखि त हामी त क्याम्पस चाहेर पनि जान सक्दैनौँ। सो यस्तै छ पारा। वाउ कस्तो राम्रो राम्रो। यतिको साथ दिने चाहिँ हुनै पर्यो। कस्तो राम्रो राम्रो। वाउ हामी चाहिँ अब उसको रुम पुग्न आँट्यौँ। त्यहाँनिर त म एक्लै रुनु कि हाँस्नु रुनु कि हाँस्नु यतिखेर। अब फेरि भोलि चाहिँ हाम्रो छुट्टी हो, पर्सि मात्र भेट हुन्छ हाम्रो। उसको रुम चाहिँ आइपुग्न आँट्यो नि त साथीहरू, त्यस पछाडि चाहिँ म एक्लै जानुपर्ने हुन्छ। म रुम्ने बेला आयो। उसको रुमको अगाडि आइसक्यौँ। अब ऊ र मेरो छुट्ने बेला भयो। अब हामी छुट्ने समय आयो। ऊ यता जानुपर्ने हुन्छ यो बाटो, म यता जानुपर्ने हुन्छ। के गर्नु त हौ।